गुड मर्निङ एभ्रिवान, नमस्ते। हाम्रो चाहिँ यो सिएसएसआर ट्रेनिङ टोली हो। यो चाहिँ हाम्रो यहाँ कमान्डर सर हुनुहुन्छ एकजना, हामी मार्फत खै एकजना भित्रकै हुनुहुन्छ यहाँ डिएमटिसी। के छ त सर तपाईँको अनुभव? तालिम गरेर तपाईँ के गर्न पाए हुन्थ्यो जस्तो लाग्छ? के गर्नु पाएँ भने त्यस्तो लाग्छ होइन। अब भ्लगमा देखिँदैछु म बाहिर ल्याउने खुसी लागिरहेको छ मलाई। क्यामेरामा देखिन अहिलेसम्म पाएको थिएन। अब आज 74,000को यो गोप्रो क्यामेरामा देखिन पाएँ मलाई खुसी लागिरहेको छ। म गएर अहिले लाइक गर्छु, साथीहरूलाई सेयर पनि गरिदिन्छु होइन। त्यही हो मैले गर्न सक्ने, अरू के गर्न सक्दैन। अहिले चाहिँ अहिलेसम्म कुनै भ्लगमा देखेको छैन, क्यामेरामा देखिन रहर लाग्छ। अब चाहिँ म पपुलर हुने भए, फेम कमाउने भए मलाई अब तालिम पछि चाहिँ के गर्नुहुन्छ भन्नु? तालिम पछि त म गएर रेस्क्यु गर्छु नि सब टोलीलाई। के छ र त्यसमा होइन, सब टोलीलाई रेस्क्यु गरिदिन्छु। हामी सबैको भनाइ त्यही त होला नि होइन। एकचोटि म के भन्न चाहन्छु भने हाम्रो यो तालिममा होइन सबैजनाले तालिम गरिरहेको छौँ है। तर तालिम गर्ने अवस्थामा भोक त सबैलाई लाग्छ। तर भोक लाग्यो भने सबभन्दा सुरुमा अगाडि पुग्ने हाम्रो एकजना सर हुनुहुन्छ, उहाँलाई एकचोटि देखाइदिनुहोस् त। यति नै मेरो ढिलो हुन्छ भनेर हातै नधुने हामी यहाँ टर्कीको उद्धारको लागि हाम्रो यो रेस्क्यु टिम हो, नेपालको रेस्क्यु टिम नेपाल वनको। हामी चाहिँ संयुक्त नेपाल सिएसएसआर टिम टर्कीको लागि भूकम्पमा आएको छौँ। टर्कीमा उद्धार गर्दैछौँ हामी चाहिँ अहिले। अब साइड एरिया देखाइदिनु त, साइड एरिया पनि देखाइदिनु दाजु, साइड एरिया पनि देखाइदिनु होला। टर्कीको एरिया ल सबैले भिडियो राम्रोसँग हामी त भाइरल हुने भयौँ क्या उमा देखेर होइन। ल यो डकुमेन्ट चाहिँ हामीलाई पनि पठाइदिनु होला है। हामीले 80 वर्षको बुढो भइसके पनि हामीले यो संयुक्तमा जोइन्टमा हामीले गराइदिउँ, ट्रेनिङ गराइदिउँ भन्ने हामीलाई सम्झना होस्, हामीलाई हालिदिनु होला है। बेलुकै ग्रुपमा आउँछ सबैले नेपाल सौर्य, नेपाल आर्मी सशस्त्र पुलिस नेपाल। हेर्नुहोस् त म कन्या केटा जस्तो देखेछु कि नै। अब यही कपडा लगाएर केटी माग्न जानुपर्ने छ उहाँको होइन। बताउँदैन होला नि उता सर यता आउनु न। जम्सा यहाँ आइदिनु न, एउटा डकुमेन्ट्री भिडियो बन्दैछ हाम्रो अल्फाको नेपाल आर्मीको जम्साप हुनुहुन्छ उहाँ। उहाँ अहिले कन्या केटा भन्दा नि जोस जाँगरमा मान्छे नै हुन्छ नि। सर चाहिँ एकदम हाम्रो डिएसपी साहबले पनि कमेन्ट गरिसक्नु भयो, बधाई पनि दिनुभएको छ। टोलीको तर्फबाट पनि बधाई। उहाँ अझै अब आउने 50 वर्ष नि यस्तै भइराख्नु, यस्तै जोस राखोस्। तपाईँले तपाईँको वरिपरि भएका मान्छेले साथ सपोर्ट यतिकै गरोस्। फेरि एकचोटि होइन दुईचोटि मिसन पर्नु, शुभकामना। थ्याङ्क यू, धन्यवाद। अहिले हामी टर्कीमा छौँ। अहिले हामी टर्कीमा छौँ, अलि पछि वेस्टेजतिर जान्छौँ। भोलि हामी बटाइतिर जान्छौँ। मिलेर एउटा उसारी भनिदिन्छ है। देव प्रिय मुस्कानमा तिम्रो भाउ छ, मुस्कान देव प्रिय मुस्कानमा तिम्रो भाउ छ। म राति बेलुका तिम्रो घर आउँदा ज्यालो खुल्लै राख्ने प्रिय, ढोकाबाट आउँ पनि तिम्रो बाउ छ। खोइ त यतापट्टि हुन्न वा जान्न। धन्यवाद। सबै आइरहेछ है। हाम्रो यो लेबर टोलीको हालखबर के छ? एकदम ठिक सर। ठिक छ। चम्चा छैन। के गरौँ? वेलकम ब्याक माई युट्युब भ्लग च्यानल। दिस इज माई गुन्द्रुक भिडियो। अरू We are अलि साह्रो बोल्नु पर्यो। in Nepal, no, Japan. भन्नु ल्यापटपबाट एडिट गरेर हाल्नु हामी सबै अहिले जापानमा छौँ, वर्किङ भिसामा। हाल्नु चाहिँ ल्यापटपमा कि मोबाइलमा? 4 महिना जेमा पनि हुन्छ। त्यसैलाई यो काममा आउन छ भने धेरै लाग्दैन, मात्र 6 खोका। यदि मैले भनेको तपाईँको पटेल साहबलाई चाहिँ सब्सक्राइब नगर्नु न, मेरो विनम्र अनुरोध छ हजुरहरूलाई। ल उहाँले जे भन्नुभयो त्यो कुरा चाहिँ कपी गर्नु होला फेरि। सहयोगको लागि आवाज दिनु होला, 1 सब्सक्राइब, एउटा लाइक, एउटा कमेन्ट गर्नु होला, अनि फुल भिडियो चाहिँ फुल वाच गर्नु होला। तपाईँलाई के सहयोग पऱ्यो भने 5 पटक धाप पनि हान्नु होला। ट्याप के बने मान्छ त्यो सबै आउँछ। ल
के छ सिएसएस So hello and namaste to everyone. It's a vlog of हेलो हाई ओके थाहा दाइले चस्मा चाहिँ राम्रो पाएर रहेछन् यस्तो अल्छिएर बिस्तारै हिँड्यान्